आम्मा यसको पनि लाखौँ पर्ने ओहो। नमस्ते, मेरो च्यानलमा तपाईँहरूलाई फेरि पनि स्वागत छ। म चाहिँ यहाँ नर्वे गएको थियो 2-4जना साथीहरूसँग अनि मैले छोटो भ्लग बनाएको छु, जानी नजानी तपाईँहरूले हेरिदिनु होला है। नर्वे चाहिँ अब एकदमै धनी देश हो, एकदम विकसित देश हो। यहाँको चाहिँ अब नियमहरू कानुनहरू एकदमै राम्रो छ। यहाँ बस्नको लागि चाहिँ एकदमै राम्रो देश हो है। अनि तपाईँहरू देख्न सक्नुहुन्छ ठुलो ठुलो यहाँ चाहिँ अब बिल्डिङहरू छ अनि एकदमै राम्रो राम्रो डिजाइनको मोडर्न डिजाइनको मान्छेहरू पनि एकदमै धनी छ कि। अनि तर मैले आजको भिडियोमा चाहिँ राम्रो पाटो मात्र होइन, अब त्यहाँको रियालिटी पनि देखाइदिएको छु, तपाईँहरूलाई ल्याएको छु है। अब एकदमै सफा देश हो यो चाहिँ एकदमै, तर पनि यहाँ चाहिँ सबै ठाउँमा चाहिँ सफाइ हुन्छ भन्ने चाहिँ हुँदैन रहेछ। कुनै कुनै ठाउँमा चाहिँ फोहोर पनि थियो, म तपाईँहरूलाई यो भिडियोमा देखाइदिन्छु। अनि कतिजना मान्छेहरू चाहिँ ड्रग पनि खाएर बसिरहेको थियो कि बाटोमा, ठ्याक्क मैले क्याप्चर गरेको छु। त्यो पछाडिको छ नि यो अहिले त्यही हो, ड्रग खाएर बसिरहेको थियो। अनि यो पसलहरू हेर्नु न, यहाँ चाहिँ अब कस्तो मलाई लन हिलको जस्तै याद आयो कि बाहिर फलफुलहरू पसलहरू बेच्न राखेको कि। म त यस्तो हुन्छ भनेर सोचेकै थिएन। मेरो चाहिँ फर्स्ट टाइम हो अहिले आएको। खासमा म चाहिँ उता जानला हो म्युजियममा, मुङ्क एडवर्ड भन्ने छ नि एउटा, त्यहाँनिर जान लागेको हो। अनि यहाँ हेर्नु न जताततै यहाँ चाहिँ फेरि म कुन बाटो आएँ है, त्यही अलिक फोहोर बाटो नै आएको हो कि अलिक भित्रपट्टि। यो चाहिँ नर्वेको बिचमा होइन, बाहिरपट्टि खासमा त्यही भएर पनि होइन। अनि म तपाईँहरूलाई अब सबै मेरो भिडियोहरूमा मैले बोलेकोहरू सबै अब जस्तो छ है, त्यही हो। Ja, det här var fint. Men kolla på den där färgen. Färg. Kolla den där färgen. Håll uppe den. Ska stå rätt upp igen. Ta det annars. आम्मामा जहाज देख्नुभयो? म तपाईँहरूलाई नजिकबाट देखाउँछु है त। त्यहाँनिर पर पानीमा ठुलो जहाज छ। यो जहाज कहाँ जाने होला? यो पुरै युरोप घुम्ने जहाज हुनसक्छ यो। Ser du pumparna borta? Kolla, sportbilar. Den där. म तपाईँलाई जुम गरेर देखाउँछु। आम्मामा त्यहाँभित्र सबै कुरा होला, स्विमिङ पुलदेखि लिएर डान्सदेखि लिएर है, थिएटरदेखि सबै कुरा हुन्छ त्यहाँ भन्ने चाहिँ सुनेको छु मैले। अनि Måste Janne få med längst bort nästan. Du måste. हेर्नु त Det är filma med. जाउँ है। नाच्ने हिम्मत आएन मलाई, नाच्न त मन लागिरहेको थियो, नाच्ने हिम्मत आएन, लाज लाग्यो। वाउ, यहाँ रमाइलो रहेछ। जहाज देख्नुभयो? त्यो अघिको जहाज हो यो, हेर्नु त। आम्मामा ठुलो छ नि। अब तपाईँहरूले त कसले चढ्नु भएको छ कमेन्ट गर्नु होला ल, कस्तो हुन्छ त्यो ठुलो जहाजभित्र के हुन्छ। मलाई पनि एकदम चढ्ने धोको छ है, तर चढेको छैन। हो त्यहाँ त्यो घुम्ने रोटेपिङ पनि रहेछ। रोटेपिङ देख्नुभयो? रोटेपिङ पनि रहेछ त्यहाँनिर। मान्छेहरू हेर्नु नि, त्यहाँ मान्छेहरू पुरा पौडी छोडेर घाम तापेर बसिरहेको छ है। जिन्दगी राम्रो छ यहाँको मान्छेहरूको, जिन्दगी आनन्द छ, चिन्ता केही पनि छैन। एडवर्ड मुङ्कको म्युजियम पनि आइपुग्यो। अब म यहाँभित्र जान्छु अनि तपाईँहरूलाई एकदमै महँगो चित्रकलाहरू देखाउने छु। यो चाहिँ संसारको वान अफ द मोस्ट फेमस म्युजियम हो। अनि एडवर्ड मुङ्क चाहिँ संसारमा अब चित्रकलामा एकदमै इच्छुक हुने मान्छेहरूले चाहिँ चिन्न सक्नुहुन्छ। मैले चाहिँ अब पहिला चिनेको थिएन, यहाँ साथीहरूले ल्याएको भएर मात्रै थोरै भए पनि अब यसो हेर्ने मौका पायो।
अनि यहाँ चाहिँ यस्तो चित्र हेर्दाखेरि कस्तो महँगो महँगो करोडौँ पर्नेहरू छ अनि हेर्दाखेरि चाहिँ यस्तो जाबो पनि करोडौँ पर्ने यो त मैले गरिदिन्छु जस्तो लाग्नेहरू पनि छ है कुनै कुनै चाहिँ त्यस्तो पनि लाग्छ अब त्यहाँनिर एकदमै साधारण कलरहरू गरेको होइन हेर्दाखेरि चाहिँ अब सायद अब चित्रकलामा मेरो ज्ञान नभएर पनि होला सायद तर हेर्दाखेरि त जाबो यो त 10 वर्षको भाइ बहिनीले पनि गरिदिन्छ जस्तो के लाग्छ है तर लाखौँ करोडौँ पर्ने छ अरबौँ पर्नेहरू पनि छ यहाँनिर यसको पनि लाखौँ पर्छ ल हेर्नु त अब म चित्रकलामा ज्ञान नभएर पनि होला के अब यस्तो हेर्दाखेरि यसको पनि लाखौँ पर्ने जस्तो लाग्ने के लाखौँ करोडौँ पर्ने र यो त मैले गर्न सक्छु होला जस्तो लाग्ने कि हुन त अब त्यो सायद त्यस गर्नलाई गाह्रै होला होइन म चित्रमा राम्रो पनि छैन तर कुनै कुनै चाहिँ तर राम्रो थियो कुनै कुनै चाहिँ यस्तो हेर्दाखेरि पनि एकदमै भित्र गहिरो अर्थ छ होला जस्तो लाग्ने कि यो चित्रले के भन्न खोजेको होला जस्तो लाग्ने अनि अब चित्रमा चाहिँ यहाँ अब कति आफ्नो भित्रको कुराहरू अनि आफ्नो मनको भावनाहरू व्यक्त गरिएको छ अनि जोस हेर्नलाई रमाइलो लाग्यो कुनै कुनै चाहिँ वाउ जस्तो लाग्ने कि मलाई यो पनि मन पर्यो है अनि त्यही भएर मैले यसको पनि भिडियो बनाएको छु यहाँ चाहिँ आराम गर्ने ठाउँ पनि रहेछ है मान्छेहरू ल्यापटप चलाएर आराम गरेर ढल्केर बसिरहेको थियो कस्तो मजाको सोफा रहेछ यहाँ चाहिँ अनि म पनि एकछिन भयो भने बसेर यसो ढाड यसो सिकाएँ मैले पनि अनि अरू मान्छेहरू चाहिँ यहाँ यसरी के गरिरह हो स्कुलको बच्चाहरू हो कि यो चाहिँ त्यो म्युजियमको माथि छतबाट देखिने सिनहरू हो है एकदमै माथिबाट मान्छेहरू त कस्तो किरा जस्तो सानो सानो कमिला जस्तै देख्दो रहेछ माथि हाइटमा छ नि त यो अनि यस्तो जहाज कस्तो आफ्नो परिवारसँग एकचोटि घुमेर कस्तो घुम्ने रहर छ हौ आहा त्यही भएर म चाहिँ घरिघरि यही जहाजको मात्रै भिडियो खिच्दो रहेछु कि अनि हेर्नु न अघि म त्यहाँबाट आएको है माथि आमा हो त्यहाँनिर थियो कि गीत बजाइरहेको थियो नि त्यहाँ अहिले पनि बजाइरहेछ कि क्या हो त्यहाँ हुँदै म यहाँ माथि आएँ मान्छे त किन रहेछ र है कस्तो सानो देख्ने कि यहाँबाट त आमा तल चाहिँ डुङ्गाहरू छ लाइन यसरी राखेको छ चढ्नलाई हुन्छ तर अब त म यहाँबाट होटल जानुपर्छ खासमा चाहिँ यो म्युजियम घुम्न लागेको अनि तपाईँलाई मैले यसको भिडियोहरू बनाइदिएँ
यो भ्लग एकदमै छोटो भयो है, छोटो भए पनि तपाईँहरूलाई मन पर्यो भने मलाई माया गरेर सब्सक्राइब गरिदिनु होला है। अनि म अझै पनि राम्रो राम्रो भिडियोहरू बनाएर तपाईँहरूको माझमा ल्याउने छु है त। तपाईँहरूलाई के भन्नु, अब तपाईँहरूको के सपना छ, तपाईँहरूको के को लागि तपाईँहरूले काम गर्दै हुनुहुन्छ, तपाईँहरूको जीवनमा त्यो कुराहरू पुरा होस् भनेर म कामना पनि गर्छु है। हस् त, आजको लागि चाहिँ यो भिडियो म यतिकै राख्छु अनि तपाईँहरूलाई बाई भन्छु है त। बाई बाई। फेरि पनि नयाँ भिडियो बनाएर आउँदाखेरि चाहिँ यो भिडियो हेर्नुहुनेहरूले फेरि पनि जोइन गर्नुहोस् त।